त्यस्ता व्यक्तिहरूबाटको जुन अभिव्यक्तिबाट जहाँ अहिले चाहिँ एउटा चाहिँ धार्मिक द्वन्द्व मच्यो, जहाँ एक दुईजनाको हाम्रो नेपाली युवाहरूको, हिन्दू युवाहरूको, सनातनी युवाहरूको मृत्यु भयो, त्यो वातावरण सिर्जना गर्ने, नेपालमा धार्मिक संहिताको वातावरणलाई खलबल गराउने त्यस्ता अराजक मान्छेहरूलाई चाहिँ आज सरकारले वृक्षारोपण गरेको छ। तर जसले जनताको भुइँ लेभलको मान्छेको आवाज उठाएको छ, राष्ट्रियताको मुलुकको लागि आवाज उठाएको छ, र त्यो मान्छे आज यहाँ माइतीघर मण्डलामा लघु वित्तीय संस्थाका पीडितहरू आइछन्, मिटर ब्याज पीडितहरू आइछन्, ब्याङ्कका बेचका पीडित आइछन्। आज विभिन्न शारीरिक रूपमा आज चाहिँ पीडित दिदीबहिनीहरू यहाँ देखिरहेका छौँ। आज यस्तो अवस्थामा सरकारले जुन सिंहदरबार यहाँबाट 800 मिटर पनि उता छैन, सिंहदरबार जहाँ प्रधानमन्त्री बस्ने, जहाँ मन्त्री बस्ने, राज्यको गृहमन्त्री बस्ने, तर आज त्यो प्रधानमन्त्री त्यो गृहमन्त्रीहरू 500 मिटर पर रहेको सिंहदरबारमा कान खोलेर आँखा खोलेर खोल्न नसक्ने, तर दर्जनौं नेपाल प्रहरीलाई लगाएर आज यहाँ जनताको आवाजलाई बुलन्द गर्नका निमित्त उपस्थित भएका जुन आन्दोलनकारीहरू, जहाँ जनताहरूलाई चाहिँ लट्ठी चार्ज गर्ने, उनले र खालका त्रसित वातावरण सरकारले गरिराखेको छ। यो अलोकतान्त्रिक सरकार, अप्रजातान्त्रिक सरकार ढङ्गबाट अगाडि बढेको छ।